साइकोलोजीको कुरा धेरै भयो। एउटा प्रफिटेबल स्ट्र्याटेजी दिनु अरे। ल भाइ, कपी कलम लिएर तयार हौ। फर्स्टमा चार्ट खोल, अनि कुनै पेयर सिलेक्ट गर, अनि 4 आवर क्यान्डलमा जाऊ। कुन ट्रेन्ड चलिरहेको छ वा कुन डिरेक्सनमा क्यान्डल मुभ भइरहेको छ हेर। त्यसपछि फेयर भ्याल्यु ग्याप बन्दैछ कि छैन हेर। छ भने त्यो फेयर भ्याल्यु ग्यापमा क्यान्डलले रिट्रेसमेन्ट लिएपछि 15 मिनेटमा जाऊ, अनि कुनै लिक्विडिटी लिएपछि चेन्ज इन द स्टेट अफ डेलिभरी दियो कि दिएन हेर। दियो भने लास्ट अप वा डाउन क्यान्डलको हाई वा लो कुन क्यान्डलले ब्रेक गर्छ त्यो क्यान्डलको हाई वा लोमा लिमिट अर्डर हाल, अनि 1:1 वा 1:2 रिस्क रिवार्ड रेसियो हुने गरी अथवा कुनै पनि अपोजिट लिक्विडिटीमा टार्गेट राख। यो स्ट्र्याटेजीलाई युज गर्नुभन्दा पहिले मजाले ब्याक टेस्ट गर्न चाहिँ नबिर्स्यौ। अनि लास्टमा यो स्ट्र्याटेजीले आईसीटी किल जोनभित्र मात्र ट्रेड गर। अरू पनि यस्तै ट्रेडिङ टिप्सहरू सिक्न चाहन्छौ भने मेरो यो आइडीलाई फलो गर। कीप लर्निङ, कीप ट्रेडिङ।